यदि हजुरले मार्केट प्लेसबाट हेल्थ इन्सुरेन्स लिनुभएको छ र 2026 को रिन्यू गर्ने टाइममा हजुरको मन्थली प्रिमियम निकै बढेको छ र हजुरलाई थाहा छैन हजुरको प्रिमियम किन यसरी बढिरहेको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्कार, म योगेश पराजुली, लाइसेन्स्ड इन्सुरेन्स ब्रोकर र IRS इनरोल्ड एजेन्ट केरी, नर्थ क्यारोलाइनाबाट। आज हजुरहरूको हेल्थ इन्सुरेन्सको प्रिमियम बढ्नुको मुख्य कारण के हो त त्यो बारेमा प्रश्न पार्न गइरहेछु। पहिलो र सबैभन्दा महत्त्वपूर्ण कारण के हो भन्दाखेरि इन्हेन्स्ड सब्सिडीको समाप्ति। 2021 देखि 2025 सम्म गभर्नमेन्टले अमेरिकन रेस्क्यू प्लान एक्ट अफ 2021 र इन्फ्लेसन रिडक्सन एक्ट अफ 2022 मा फ्यामिलीजहरूलाई, निडी फ्यामिलीहरूलाई चाहिँ एक्स्ट्रा सब्सिडी प्रोभाइड गर्दै आइरहेको थियो, जसको कारणले गर्दाखेरि लो इन्कम हाउसहोल्ड साइज धेरै हुनेहरूले चाहिँ एक्स्ट्रा सब्सिडी पाएर मार्केट प्लेसको प्रिमियममा हेल्प पुर्याएको थियो र फेडरल पवर्टी लेभलको रेस्ट्रिक्सन पनि त्यसमा हटिएको थियो, जसले गर्दा जसको इन्कम चाहिँ फेडरल पवर्टी लेभलभन्दा 400% बढी इन्कम हुनेहरूले पनि केही न केही सब्सिडी पाउनुभएको थियो, जसले प्रिमियम पेमेन्टमा एकदमै हेल्प पुर्याएको थियो। तर अब त्यो इन्हेन्स्ड सब्सिडी चाहिँ डिसेम्बर 31, 2025 मा गएर एन्ड हुँदैछ र यो एन्ड भइसकेपछि चाहिँ जुन एक्स्ट्रा सब्सिडी पाउनुभएको थियो त्यो रोकिँदैछ। त्यही भएर हजुरले 2026 को इन्सुरेन्स रिन्यू गर्ने टाइममा चाहिँ प्रिमियम एकदमै बढेको देख्नुभएको र यो बढेपछि सब्सिडीको क्याल्कुलेसन चाहिँ पुरानो ACA को फर्मुला अन्तर्गत जानेछ, जसले गर्दा हजुरले पाउने सब्सिडी एकदमै कम हुन्छ। यस्तै कारणले गर्दाखेरि चाहिँ हजुरले हजुरको हेल्थ इन्सुरेन्सको प्रिमियम चाहिँ निकै नै बढेको देख्नुभएको। र अर्को थप कारण के हो भन्दाखेरि अहिले हेल्थ इन्सुरेन्स कम्पनीजहरूलाई चाहिँ एकदम अनसर्टेन्टी भएको छ। के कारणमा अनसर्टेन्टी भन्दाखेरि चाहिँ गभर्नमेन्टले अहिले सब्सिडिजहरू क्याल्कुलेसन कसरी गर्ने हो, कति सब्सिडिज प्रोभाइड गर्ने हो, इन्हेन्स सब्सिडी फेरि आउने हो कि होइन, जस्तै फ्यामिलीजहरूले एक्स्ट्रा हेल्प अरू एक्स्ट्रा पाउनु हुने हो कि होइन, र अब IRS ले सब्सिडी रिपेमेन्टको प्रोसेसमा कस्तो कस्तो चेन्जेसहरू ल्याउने हो, यी सबै कुराहरूमा चाहिँ एकदमै अनसर्टेन्टी भएको भएर चाहिँ इन्सुरेन्स कम्पनीहरूले चाहिँ एउटा फिक्स रेट प्लानहरूको रेट तोक्न नसकेको भएर चाहिँ उनीहरूलाई एकदम अनसर्टेन्टी भएर पनि उनीहरूले हेल्थ इन्सुरेन्स प्लानहरूको प्रिमियम चाहिँ बढाएको। सो अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ इन्हेन्स सब्सिडीको समाप्ति, त्यस पछाडि तपाईँको सब्सिडीको क्याल्कुलेसन चाहिँ पुरानो ACA को फर्मुला अन्तर्गत हुने र इन्सुरेन्स कम्पनीजहरूमा आएको अनसर्टेन्टीको कारणले गर्दाखेरि चाहिँ हजुरले 2026 को इन्सुरेन्स रिन्यू गर्ने टाइममा चाहिँ प्रिमियम निकै नै बढेको देख्नुभएको। यस्तै हजुरहरूलाई कन्टेन्टहरू मनपर्छ भने म यस्तै कन्टेन्टहरू लिएर ट्याक्स रिलेटेड, इन्सुरेन्स रिलेटेड कन्टेन्टहरू लिएर हजुरहरू समक्ष फेरि आउने नै छु। कृपया मेरो फेसबुक पेज, अरू सोसल मिडिया पेजहरूमा, टिकटकमा, फेसबुकमा, इन्स्टाग्राममा मलाई फलो गरिदिनु होला। धन्यवाद।